नमस्कार श्रोतागण, रउआ सबके हार्दिक स्वागत बा एगो खास रेडियो कार्यक्रम में। हम बानी निलिशा। ई कार्यक्रम शिक्षा तथा सांस्कृतिक मंत्रालय मध्य प्रदेश के सहयोग में प्रस्तुत कइल जा रहल बा, जवन खास तौर से कक्षा 9 से लेके कक्षा 12 तक के छात्र छात्रा आ युवा के केंद्र में रख के तैयार कइल गइल बा। आजू के बड़का मुद्दा बा लागू पदार्थ, कुलत आ एकर समाज पर होखत असर। श्रोतागण, आजू के युवा पीढ़ी जे राष्ट्र के भविष्य है, उ तरह तरह के खतरा के सामना कर रहल बा। आ सबसे बड़का खतरा बा लागू पदार्थ के लत, गलत संगत आ कुलत में फंस के अपन जिंदगी के रास्ता बदल ले हल। ई कुलत न खाली व्यक्ति के बिगाड़ेला, बल्कि पूरा परिवार, स्कूल, समाज आ देश के भविष्य पर भी असर करेला। आज हमनी के संगे बारे एगो विशेष अतिथि राजकुमार लामा जी, जवन नया गोरेटो पुनर्स्थापना केंद्र के अध्यक्ष बारन आ मध्य प्रदेश में लागू औषध नियंत्रण खातिर एगो प्रेरणादायक युवा के रूप में जानल जाले। राजकुमार लामा जी आपन सुधार केंद्र में एक से एक गहीर कुलत में फसल युवा लोग के ठीक होखे में सहयोग कैले बानी। बहुत तरह तरह के युवा लोग के देखले बानी जे खराब से खराब हालत में रहला के बावजूद आजू उ लोग सुधर के साफ मन से खुशहाल जिंदगी जी रहल बा। लामा जी से हमनी के बहुत कुछ सीखे के मिली कि अगर सही समय पर मदद मिल जाए तो जिंदगी के राह फिर से बन सकत बा। आजू के चर्चा में हमनी सब जानब नेपाल में युवा वर्ग के वर्तमान अवस्था का है, कुलत में फंसे के प्रमुख कारण का है, हमनी छात्र छात्रा लोग के चेतावनी आ बचाव के उपाय का हो सकेला, पुनर्स्थापना केंद्र कैसन उपचार देवेला, कैसन अवस्था के युवा उपचाररत बानी, ई सब आजू हमनी के राजकुमार लामा जी से जाने के मिली। ई कार्यक्रम 12 जिला के 3 प्रमुख रेडियो स्टेशन पर प्रसारित हो रहल बा। रेडियो निजगर 1 से 7 बुनका 2 मेगाहर्ट्ज, रेडियो सिमरा 91 बुनका 2 मेगाहर्ट्ज आ रेडियो कोलवी 1 से 4 बुनका 1 मेगाहर्ट्ज पर। त चली आपन कान आ मन खोल के सुनी, काहे की जानकारी, जागरूकता आ सही दिशा यही से बन सकत बा हमनी के भविष्य उज्जवल। कार्यक्रम में राजकुमार लामा जी अपने के स्वागत बा। धन्यवाद। जैसे कि हमनी के मालूम बा अपने सुधार केंद्र के अध्यक्ष बानी, तो सुधार केंद्र के स्थापना कब आ काहे कइल गई, एकरा के शुरू करे के प्रेरणा अपने के कहाँ से मिलल? यो संस्था स्थापना भएको चाहिँ 2070 सालमा हो। यो संस्था सञ्चालन गर्ने प्रेरणा स्रोतको रूपमा चाहिँ हामीले वीरगञ्जका एकजना पूर्व लागू औषधकर्ता अभियन्ता हुनुहुन्थ्यो अजित राई दाई, उहाँबाट थोरै प्रेरणा मिल्यो। त्योभन्दा पनि हामीसँगै साथी सर्कलमा भएको एकजना साथी हुनुहुन्थ्यो जो चाहिँ लागू औषध दुर्व्यसनमा लामो समयदेखि फँसिरहनु भएको थियो र उहाँको चाहिँ उपचारको लागि भनेर हामीले हाम्रो क्षेत्रभन्दा बाहिर काठमाडौँमा उपचार गराउनु पर्दाखेरि हाम्रो यो स्थानीय स्तरमा बसेर, यो प्रदेशमा बसेर हामीले हाम्रो सामान्य जनजीवन बिताइरहेका युवा साथीभाइलाई चाहिँ अन्यत्र उपचारको लागि पुर्याउनु पर्ने देखिसकेपछि होइन, उनीहरूको उपचारको लागि पहुँच हामी नजिकै लिएर आउन पनि सक्छौँ नि भन्ने किसिमले अनि विभिन्न सम्बन्धित निकायहरूसँग समन्वय गरेर यो संस्था चाहिँ सञ्चालन गरेको। राउत संस्था में अब तक कितना लोग नशा या लागू पदार्थ से छुटकारा पा सकल बा? अब यस्तो छ, संस्थै सञ्चालन गर्न सुरु गरिसकेपछि चाहिँ हामीले स्थानीय स्तरको लागि मात्र पनि हेरेनौँ, एरिया कभरेज हुने गरी, जस्तो हाम्रो अहिले हाल आएर त उपमहानगरपालिका भयो, यसअघि नगरपालिका थियो, त्योभन्दा नि अघि गाविसको रूपमा यो ठाउँलाई चिनिने गर्थ्यो। त्यो समयमा चाहिँ हामीले यो संस्था स्थापना गरेको कारणले गर्दा हामीले हाम्रो नेटवर्कमा भएको जे जति साथीभाइहरू छन्, इष्टमित्रहरू छन्, अब केही हदसम्म त्यतिखेर सञ्चारगृहहरूले पनि हामीलाई राम्रो सहयोग गरिदिनु भएको थियो। त्यो कारणले गर्दाखेरि हामीले जिल्लाभन्दा वरपर भएको जिल्ला, त्यसबाहेक पनि छिमेकी जिल्लाकोहरू सहित गरेर हामीले हालसम्म 1800 जनालाई सेवा दिइसकेको छौँ। उपचार के क्रम में युवा सबके साथ बातचीत भी जरूर होत होई, का लागता कि काहे इतना कम उम्र के किशोर किशोरी सब ई लत में काहे फंस जालन? पहिला सुरु त यो हाम्रो प्रदेशको स्ट्राटेजी हेर्दाखेरि पहिला सुरु आर्थिक समस्या देखिन्छ, जो चाहिँ अब स्वयं आफू पनि कुनै रोजगारमा जान सकिरहेको हुँदैन। त्यो एउटा स्टेज हुन्छ, त्यो स्टेजको चाहिँ जसको चाहिँ अभिभावकहरू दैनिकी जीवन, दैनिकी ज्यालादारीमा काम गर्ने परिवारका सदस्यहरू हुन्छन्। अनि त्यो कारणले गर्दाखेरि पनि त्यो बच्चाहरूले चाहिँ पाउनुपर्ने पालन पोषणहरू होइन, हेरचाह चाहिँ उसलाई कमी भएको कारणले गर्दाखेरि ती बच्चाहरू चाहिँ
अलिकति यो लागु औषधमा बढी झुकाव भइरहेका छन्। अब त्यसबाहेक भन्दाखेरि अब होइन कि फेरि यो आर्थिक विपन्न वर्गलाई मात्र लक्षित गरेको कार्यक्रम भनेर भन्नु चाहिँ यसले वर्गीय हिसाबले पनि हेरेको छैन। यसमा कि समाजमा प्रतिष्ठा कमाएर बसेको परिवारको सदस्यहरूमा पनि यो चिजहरू लागु भएको छ। यो चाहिँ अलिकति साथी सङ्गतको कारणले पनि हुने कारणले गर्दाखेरि र यो भने अब एक्लोपनाको कुराहरू छ हैन। जैसे कि अपने के उपचार केंद्र में नशा में फसल किशोर सब जब आवेला तो अपना खुशी से कितना लोग आवेला, परिवार के प्रेशर में आके कितना लोग आवेला? हाम्रो चाहिँ बढी भन्दा बढी चाहिँ परिवारसँगै समन्वय भएर उपचारको लागि आइरहन्छन् हैन। त्यसबाहेक अब केही हदसम्म स्वेच्छा आत्मसमर्पण गरेर आउनेको सङ्ख्या नै नभएको होइन छ। त्यो चाहिँ कुन कन्डिसन भन्दा क्रोनिक, अब उसले आफूले आफूलाई सम्हाल्न नसकेपछि, परिवारले विश्वास गर्न थालेपछि, साथीभाइले विश्वास गर्न छोडिसकेपछि, समाजले विश्वास गर्न छोडिसकेपछि अब मेरो कहाँ जाने त भन्दाखेरि जम्मा जाने बाटो त तीनटै हो। हामीले सुरुदेखि आजको दिनसम्म भनिरहेछौँ कि मृत्युलोक भन्छौँ कि अस्पताल भन्छौँ कि सुधार केन्द्र भन्छौँ। भन्दाखेरि सबैभन्दा सजिलो र उपयोगी अनि हिजोकै साथीहरू फेरि सुध्रेर बसिरहेका अथवा त्यहाँ बसुन्जेल भए पनि नशामुक्त भएर बसेका साथीहरूलाई चाहिँ नजिक बनाउनको लागि भए पनि आत्मसमर्पण गर्ने उद्देश्यले आउँछन्। त्यही कारणले गर्दाखेरि आत्मसमर्पण चाहिँ अलिक 100% कमै छ। जैसे कि अभी हमने सब देखा तानी कि समाज में स्कूल जाए वाला विद्यार्थी सब भी बहुत आम रूप से लागू पदार्थ प्रयोग करता रहना, तो कौन कौन प्रकार के लागू पदार्थ सबसे अधिक आम बात बा अभी किशोर किशोरी के प्रयोग में जोन आवेला? अब यसमा यस्तो छ, सामान्य चुरो छुर्दी गुटखा भने त यो त सामान्य रूपमा लिइरहेको छ अहिलेको समाजले हैन। अब यसबाहेक लिने भनेको चाहिँ उनीहरूले नेपाल सरकारद्वारा अहिलेसम्म गैर कानुनी रूपमा लिइरहेको छ। गाँजा सेवनहरू गर्छन् विद्यार्थीहरूले बढी। त्यसबाहेक चाहिँ एउटा केही फर्मुला भन्छन् हैन, नाइट्रोजन ब्याटहरू यस्तो खालकोहरू चक्कीहरू चाहिँ युज गर्ने गरेका छन्। जैसे अपने पहला बार प्रयोग करे के कारण बताइनी कि ये सब कारण से किशोर किशोरी प्रयोग करेला ना, तो कैसे रोकल जा सकेला त समाज में? यसमा यस्तो हुन्छ, हामीले विद्यार्थी कालदेखि नै हामीले नियन्त्रणमा लिनुपर्छ। मैले फेरि पनि भने यो कुरा जस्तो विद्यालय व्यवस्थापन समिति भन्ने अहिले जहीँ तहीँ छ। विद्यालय व्यवस्थापन समिति अथवा निजी विद्यालयहरूले निजी स्रोतका लागि भनेर विद्यालयको परिसरमा विभिन्न खालको व्यवसायिकहरूलाई भाडाका सटरहरू उपलब्ध गराउने, अनि त्यो भाडाका सटरहरूमा एउटा निश्चित मापदण्ड नराखिकन कम्तीमा स्कुलको क्षेत्रभन्दा 500 मिटर वरपर अथवा 100 मिटर अथवा 50 मिटर किन नहोस्, ती बच्चाहरूले छिटो र सजिलोसँग उपलब्ध नहुने गरी त्यस्ता खालको व्यवसाय गर्नलाई चाहिँ अनुमति दिनुपर्ने हुन्छ हैन। जसको कारणले गर्दा अलिकति त्यसमा के हदसम्म मद्दत पुग्न जान्छ। होइन भने चाहिँ स्कुलको सटर एकातिर हुन्छ। फर्स्ट सटर भनेको हामीले के बुझ्नुपर्छ भने उसको लागि चाहिँ शिक्षाको सामग्री पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ, खेलकुदको सामग्री पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ। दोस्रो भनेको मेडिकल, उनीहरूको स्वास्थ्य उपचारको कुराहरू छ, स्वास्थ्य उपचारको लागि पहुँच छिटो पुगोस् भनेर त्यो गर्नुपर्छ। अनि तेस्रोमा चाहिँ अनि उहाँहरूले विभिन्न किसिमको व्यवसायहरूलाई चाहिँ दिन सक्ने खालको वातावरण चाहिँ यो स्कुल व्यवस्थापनहरूले पनि मिलाउनुपर्छ। किन भन्दा घर पछिको घर भनेकै विद्यालयलाई मान्नुपर्छ, जहाँ चाहिँ अलिकति अनुशासन शिक्षण, व्यवहार शिक्षण हैन, अनि समाज शिक्षण, आफूभन्दा ठुलोलाई आदर गर्ने कुरादेखि लिएर सानोलाई माया गर्ने कुराहरू, साथी सङ्गतमा कसरी घुलमिल हुने भन्ने कुराहरू चाहिँ विद्यालयमा सिक्ने कारणले गर्दाखेरि त्यस्ता खालको विद्यालयहरू यदि छन् भने मैले चाहिँ रिक्वेस्ट पनि गर्छु निजी स्रोतका लागि भनेर अनावश्यक व्यवसायहरूलाई चाहिँ अनुमति नदिनु भनेर अनुरोध गर्छु। जैसे कि अपने विद्यालय व्यवस्थापन के बात कहनी कि ये सब किस्म से अगर व्यवस्थापन होई तो विद्यार्थी में सकारात्मक असर पड़ सकेला। तो विद्यालय स्तर पर कैसन कार्यक्रम, जैसे अपने क्रियाकलाप के बात कहनी तो कार्यक्रम कैसन कैसन कार्यक्रम विद्यालय में करल जा सकेला जो बच्चा के जागरूक बनाई, कैसे छात्र आपस में एक दूसरा के मोटिवेट कर सकेला कि उ नशा से दूर रहे? पहिला सुरु त म के भन्छु भने यो कक्षा 1 देखि 10 सम्मको लागि चाहिँ यो खालको कार्यक्रमहरूलाई सकभर प्रवेशै नगराएको राम्रो भन्ने बुझाएको छु मैले चाहिँ अहिले त्यतिखेर। किन भन्दा त्यो उमेर समूह भनेको क्युरियोसिटी, केही कुरा जान्न खोज्छन्, बुझ्न खोज्छन्। अब हामीले अभियन्ता बनेर कति ठाउँमा कार्यक्रमहरू गर्दाखेरि ओभरहेड प्रोजेक्टहरू युज गरेर आउँछ, प्रचार पम्पलेटहरू प्रयोग गरेर आउँछ, ब्रसरहरू प्रयोग गरेर आउँछ, कमिकहरू दिइरहेको हुन्छ। त्यहाँ चाहिँ विभिन्न खालको लागु औषधहरू हामीले प्रदर्शन गर्नुपर्ने हुन्छ र त्यो देखाइ पनि रहेको छौँ। एउटा मापदण्ड, सीमित मापदण्ड, यो उमेर समूहलाई यो खालको क्लास दिँदाखेरि चाहिँ हुन्छ है भन्ने खालको एउटा निश्चित रूपमा कार्यक्रम तय गरेर मात्रै हामीले अगाडि बढ्यौँ। होइन भने चाहिँ अलिकति गाह्रो छ। मैले चाहिँ यसमा अलिक फरक उत्तर दिए जस्तो लाग्यो होइन। अनि फरक
हुनु पनि अति आवश्यक परेको छ। किन भन्दा उनीहरूले सरदर रेगुलर पढिरहेको स्कुल क्लास जुन अब आफ्नो विषयगत विषयहरू छन् त्यो विषयलाई बढी फोकस हुनुपर्ने ठाउँमा त्यो 45 मिनट स्कुलको समय चाहिँ कहीँ कतै खेर गइरहेको हो कि भन्ने भएको छ। किन भन्दा 45 मिनटमा स्वत बुझ्ने कुरा पनि केही पनि छैन। त्यस कारणले स्कुलले नै अनि एउटा अनुशासन इन्चार्ज राखेको हुन्छ होइन, डिआई भनेर। डिआईले निरन्तर उसलाई निगरानीमा राख्ने, चेकअप गर्ने, बरु स्कुलले नै एउटा काउन्सिलिङ पार्टबाट कुन चाहिँ विद्यार्थी बदमास छ त्यो पहिचान गरेर त्यसलाई काउन्सिलिङ गर्नुपर्छ। यदि काउन्सिलिङ गर्ने समयमा केही आपतकालीन पर्यो अथवा हामीले सोचेको भन्दा माथिको कुराहरूमा डिपमा गएछ भने हाम्रो संस्थाहरू पनि तयार छन् त्यसको लागि परामर्श दिनको लागि। यदि हामीबाट पनि भएन, नजिकै रहेको अस्पतालका डाक्टरहरू हुन्छ, चिकित्साहरूको सहयोग लिन सक्छौँ। त्यसबाट पनि भएन, अझ बढी गर्नु पर्यो भने हामीले जिल्ला प्रशासनसँग समन्वय गरेर पनि परामर्शको सेवा दिन सक्छौँ। जैसे कि कार्यक्रम 10 कक्षा से लेके 12 कक्षा के विद्यार्थी सबके ध्यान में रखते हुए तैयार कइल गइल बा। त अपने एक संस्था के अध्यक्ष बानी, ऐसन संस्था जौन ई लागू औषध के कुलत में पड़ल किशोर किशोरी के उपचार करेला। तो अपने के संस्था में कोनो विशेष कार्यक्रम बा कि ना स्कूल के खातिर? मैले भनिहालेँ, हामीले अभ्यास गरेको एउटा गलत अभ्यास रहेछ, त्यसलाई हामीले अहिले केही हदसम्म बुझिरहेछौँ होइन। अनि त्यो कारणले गर्दाखेरि त्यो अभ्यासलाई अलिकति चेन्जेस ल्याएर काम गर्ने भनेर हामीले यो लागू औषधहरूको दुर्व्यसनीहरूको लागि काम गर्ने संस्थाहरूको पनि छाता सङ्गठन छ। त्यो छाता सङ्गठन र गृह मन्त्रालय बसेर यो बिचमा केही बहसहरू भइरहेछ, केही छलफलहरू भइरहेछ। अब विद्यार्थीहरूलाई कसरी लाने भन्ने विषयमा अब उनीहरूलाई लाने भनेको हामीले बरु मास कार्यक्रमहरू जस्तै एन्टी ड्रग डेहरू भयो, यस्तो यस्तो खालको प्रोग्रामहरूले वार्षिक रूपमा गरेर सधैँभरिलाई पुग्ने पनि होइन। तैपनि विद्यार्थीहरूलाई त्यो चाहिँ अलिकति फरक रोचक हुन सक्छ भन्ने हाम्रो दाबी हो होइन। अब त्यसबाहेक भनेको चाहिँ उहाँहरूलाई यस्तो खालको संस्थाहरू भिजिट गराउने, यो खालको क्रोनिकहरूलाई चाहिँ देखाउने, समाजमा भएको अब साँच्चीकैको त्यो दुर्घटनामा परिचय मान्छेहरूलाई प्रत्यक्ष देखाएर चाहिँ अब हामीले सजग रहनुपर्छ, सतर्क रहनुपर्छ भनेर बुझाउन सक्नुपर्छ। जैसे कि अपने के सुधार केंद्र में जो उपचार के तरीका होखेला ओकर बारे में तनका हमनी के श्रोता सबके जानकारी करा दी। मानसिक, सामाजिक आ व्यवहारिक रूप से कैसन सहयोग दिहल जाला उपचाररत युवा सबके? यस्तो हुन्छ, अब सुरुमा चाहिँ हामीले उपचारको क्रममा उहाँहरूलाई रेस्ट दिनुपर्ने हुन्छ, मेडिकली ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। पहिला शारीरिक रूपमा उसलाई तयार गरिसकेपछि अनि मानसिक रूपमा हाम्रो विभिन्न खालको त्यहाँ गतिविधिहरू हुन्छ। त्यो गतिविधिहरू भनेको हामीले परामर्शै मार्फत गर्ने हो। अहिले हामी नार्कोटिक्स एनोनिमस भन्छौँ, 12 स्टेपको कुराहरू छ, 90 टुल्सको कुराहरू छ। यी कुराहरू चाहिँ स्टेप बाई स्टेप दैनिक जीवनमा के हुन्छ उसको प्रवेश हुँदाखेरिको डायरी मेन्टेन र अब आज 90 दिनको उपचार सटेर घर जाने दिनको डायरी मेन्टेन हेर्दाखेरि पनि के हदसम्म बुझ्न सक्छौँ, उहाँले के बुझ्नुभयो बुझ्नु भएन भनेर। जैसे कि अभी कुछ समय पहले ही हमनी सब समाचार में देखले रहनी, 12 जिला में या मध्य प्रदेश में भी बहुत जगह के सुधार केंद्र में युवा सब के साथ गलत व्यवहार कइल गइल बा, मारपीट भइल बा, मृत्यु तक भइल बा। तो अपने भी एगो अध्यक्ष बानी सुधार केंद्र संस्था के, तो ई विषय में अपने का कहे के चाहे? यो यस्तो हुन्छ, एक किसिमको त्यसलाई चाहिँ हामीले बाहिर आउने कुरा, कतिपय भित्र हुने कुराहरू हुन्छ होइन। यो चाहिँ अपरिपक्वता भन्छौँ हामी। भन्दाखेरि चाहिँ अपरिपक्वता भनेको एउटा उपचार लिइसकेको मान्छेले त्यो संस्थामा बसुन्जेल देखिने आफूभन्दा सिनियर पोस्ट पर्सनहरूको हुबहु नक्कल गर्न खोज्छन्। जस्तो अफिस मेन्टेनको कुराहरू, त्यहाँनिर गर्ने एउटा स्ट्यान्डर्ड लेभलमा मेन्टेन गरेर हिँडेको कुराहरू, त्यसमा चाहिँ अलिकति चासोको विषय हुन्छ, रहरको विषय हुन्छ। अब कतिपय हामी चाहिँ सकभर के भन्छौँ भने जुन बाटोबाट आएको छौँ त्यो बाटोमा लाग्नु। विद्यार्थी जीवनबाट निस्केर लागु औषधमा फँसेको छ भने फेरि फर्केर ऊ निरन्तर अध्ययनलाई नै साथ दिनु भनेर भनिरहेको हुन्छौँ। कोही मान्छे रोजगारमा छन्, रोजगारै गर्नुहोस्। कोही मान्छे वैदेशिक रोजगारमा छन्, बरु विदेशै जानुहोस्। ऐसन घटना के वजह से अपने के सुधार केंद्र में भी तो गलत असर पड़ सकेला। अभिभावक चाहे जो लत से बाहर आवे के चाहता, अपनी सबके भी तो मनोस्थिति कमजोर ही होई। तो ई विषय में अपने का कहे के चाहे? मैले यही भन्न खोजेको पनि के भने जस्तो सञ्चालन अपरिपक्वता भनेको उपचार पछि नै 3 महिना पछि नै फेरि हामीले गएर अर्को एउटा पुनर्स्थापना खोलिदिइरहेको छौँ। अब यसमा व्यवस्थापन हेर्ने भनेको सिधा भन्नुपर्दा गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालयहरू छन्। जिल्ला प्रशासन कार्यालयहरूले पनि यस्ता खालको संस्थाहरूको
शाखाहरू दर्ता भइरहेछ। म्याक्सिमम् शाखाहरू भनेको जस्तो लेखा परीक्षणको कुराहरू हुन्छ होइन। अब त्यसबाहेक भनेको अब त्यहाँनिर गर्ने अनुगमनको कुराहरू छ। जिल्ला प्रशासन कार्यालयले एउटा समन्वय समिति छ। अनुगमन पश्चात त्यहाँनिर भएका बस्नेहरूको के छ सेवा सुविधा, त्यहाँको मापदण्ड त्यो पुरा गरेको छ कि छैन, यो सबै चिज हेरेर मात्र अनुमति दिनुपर्ने हुन्थ्यो। त्यो नदिएको कारणले गर्दाखेरि यस्तो खालको दुर्घटनाहरू चाहिँ देखा परिरहेको छ होइन। यसलाई न्यूनीकरण गर्न सकिने भनेको चाहिँ निकाय भनेको चाहिँ अहिले यतिखेर जिल्ला प्रशासन कार्यालय नै भएको छ। नत्र भने यस्तो सूचनाहरू हामीले पटक पटक सुनिरहनुपर्छ। पटक पटक ठाउँ ठाउँमा यस्ता खालको पुनर्स्थापना केन्द्रहरू बन्द भइरहेको भनेर पनि सुन्नुपर्छ। यो चाहिँ हाम्रो दुवैतर्फबाट हेर्दाखेरि समाजको लागि घात हो, दुःखदको कुरा हो। अपने की नज़र में किशोर सबके नशा से बचावे में एगो अभिभावक, शिक्षक आ समाज के भूमिका कैसन होके के चाहिए? अभिभावकले त धेरै भूमिका खेल्नुपर्छ। अभिभावकले त धेरै भूमिका खेल्नुपर्छ। मेरो बच्चा बिहान कति बजी उठ्छ, कति बजी सुत्छ होइन, के खाने गरेको छ, कति खाने गरेको छ, अथवा कुन सङ्गतमा हिँडेको छ, कहाँ जाने गरेको छ, यो सबैको अनुगमन चाहिँ अभिभावकले नै गर्नुपर्छ। यसबाहेक शिक्षकको कुरा अघि मैले जोडिहालेँ। समाजको कुरा गर्दाखेरि चाहिँ अब मैले भनिहालेँ, अब कहीँ कतै केही पनि गर्न सकेन, ऊ दुर्व्यसनमा फसेर छाड्यो। तर दुर्व्यसनबाट बाहिर निकाल्न त हामीले कुनै न कुनै एउटा मद्दत लिनुपर्ने अवस्था आउँछ भने त्यो अवस्थामा चाहिँ स्थानीय निकायहरूको भूमिका रहन जान्छ। कतिपय आर्थिक विपन्न वर्गहरू हुन्छन्। अब यस्ता खालको हामीले चलाइरहेको संस्थाहरू पनि सबै परिवारहरूले दिएको सहयोगहरूबाट मात्रै संस्था सञ्चालन भइरहेको छ। के हदसम्म स्थानीय सरकारहरूले पनि सहयोग गरिरहेका छन्। यस्तो सहयोगको पहुँचको लागि चाहिँ यो जनप्रतिनिधिज्यूहरूले पनि अलिकति बुझिदिनु पर्ने हुन्छ। यो मान्छेलाई उपचारको खाँचो छ, यसलाई हामीले सहयोग गर्दा हाम्रो लगानी चाहिँ खेर जाँदैन। कम्तीमा 3 महिना, 6 महिना, 9 महिना, 1 वर्ष भयो नि मेरो एरिया चाहिँ, मेरो वडा अथवा मेरो नगर अथवा मेरो प्रदेश शान्त रहन सक्छ, शान्ति रहन सक्छ भन्ने खालको कुरा हुन्छ। जैसे कि एगो उदाहरण के रूप में विद्यार्थी जीवन में यदि हमर कोनो साथी ऐसन कुलत में फंस गइल बा तो साथी भइल नाता से एगो साथी के प्रतिक्रिया दोसर साथी के खातिर कैसन होके के चाही? उसलाई पहिला सुरु त कुलतबाट छुटाउन म सिधै सुधार केन्द्र लानु भनेर चाहिँ कसैलाई परामर्श गर्दिनँ। कोही पनि अभिभावकलाई, कुनै पनि साथीहरूलाई असल मित्र जो हो त्यसले चाहिँ राम्रो बाटो पनि देखाउनु पर्ने हुन्छ। पहिला सुरु चिकित्सक, उचित चिकित्सकको सल्लाह लिने। चिकित्सक भनेर कसका लिने भन्दाखेरि यसलाई चाहिँ अलिकति मानसिक रूपमा हामीले मानसिक रोगीको रूपमा लिइरहेको छौँ अहिले यतिखेर। त्यही भएर मानसिक चिकित्सकका जाने, उचित परामर्श लिने, त्यहाँ दिएका केही औषधिहरू हुन्छन् त्यही सेवन गर्ने। त्यसबाट पनि हुन सकेन, अब अप्ठ्यारो पऱ्यो भने यस्ता खालको परामर्श केन्द्रहरूमा आउन जान गर्ने भनेर यसरी सल्लाह दिनुपर्छ। यदि हुँदै भएन भने चाहिँ अनि तिमी बरु केही समय रेस्ट गर, ग्राउन्डेड बस भनेर सल्लाह दिनुपर्ने हुन्छ। कौनो उदाहरणबाट हमनी के विद्यार्थी सबके सुना दिन छ। त्यस्तो खालको उदाहरणहरू धेरै छन् होइन, जसमध्ये चाहिँ अब अहिले यतिखेर मैले झट्ट भन्नुपर्दाखेरि नेपाल सरकारकै नेपाली सेनाकै जागिरे थिए एकजना क्याप्टेन साहब। उहाँ आफै अब कता कताबाट यो ब्राउन सुगरको कुलतमा फस्नु भएको रहेछ। अनि केही समय हामी कहाँ उपचार लिइसकेपछि तैपनि विभागले उहाँलाई लिइहाल्नुभन्दा पूर्व केही समय अझै रेखदेख गरेर उहाँलाई चाहिँ मोनिटरिङ गरेपछि अनि स्वतः फेरि जागिरमा फर्केर अहिले जागिर जीवन, परिवारको पारिवारिक जीवन उहाँ एकदम सुखमयले बिताइरहनु भएको छ। एकदम निमन उदाहरण देनी है। पक्का ये सब विद्यार्थी सुन के अपन जीवन में जरूर लागू करियन। तो कार्यक्रम के अंत में एगो अंतिम प्रश्न कि स्कूल में पढ़े वाला बच्चा सब खातिर रउआ एगो अगर मजबूत संदेश यदि देवे के चाहे तो संदेश का होई जे उनकर जीवन में एकदम सकारात्मक असर करे? म त सानो भाइ बहिनीहरूलाई त यही भन्छु, गलत सङ्गत नगर्ने। सुरुमा भनेको अब सामान्य चुरोटबाट सुरु हुन्छ यो कुलतको बाटो चाहिँ। यो सामान्य कुराहरूलाई पनि आत्मसात नगर्ने, नजिक नलिएर आउने, कुलतमा फस्दै नफस्नु। यदि फसिहाल्यो भने पनि आफ्नो सर्कलका साथी अथवा घर परिवार अथवा शिक्षकहरूलाई एकदम खुलेर आफ्नो कुलतको कुराहरू, दुर्व्यसनको कुराहरू खुलेर सेयर गर्नु होइन। यदि सेयर गर्दाखेरि चाहिँ हामीले नियन्त्रणको निमित्त पक्कै पनि त्यो ठाउँसम्मको एउटा बाटो देखाउने काम हुन्छ, पहुँच पुग्छ भनेर सन्देश। बहुत बहुत धन्यवाद अपने के राजकुमार लामा जी, यी कार्यक्रम में अपन एकदम ही अमूल्य समय दिनु। धन्यवाद, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो कार्यक्रम मार्फत धेरैभन्दा धेरै आम मानिसहरूले चाहिँ सूचना
पाउनुहुनेछ र यसलाई अलिकति सकारात्मक रूपले स्वीकार दिनुहुनेछ भन्ने विश्वास राखेको छु। तो श्रोतागण, आज के ये कार्यक्रम शिक्षा तथा सांस्कृतिक मंत्रालय मध्य प्रदेश के सहयोग से प्रस्तुत कइल गइल बा। आज के ये कार्यक्रम में हमनी के यही सीखे के मिलल कि जिंदगी में राह भटकल संभव बा, लेकिन सुधार के आगे बढ़ल औरी संभव बा। हमनी के आज विशेष अतिथि राजकुमार लामा जी से बहुत जानकारी मिलल। उनकर अनुभव से ई सीखे के मिलल कि लागू पदार्थ भले लत होखे, लेकिन सही मार्गदर्शन, समझदारी आ हिम्मत से उ कुलत के छोड़ के फिर से नीमन जिंदगी जियल जा सकेला। हमनी के युवा वर्ग, खास करके कक्षा 9 से 12 तक के छात्र छात्रा एगो नाजुक मोड़ पर बारन, जहाँ सही फैसला, सही संगत आ सही जानकारी से पूरा भविष्य बन सकेला। तो चलल जाओ हमनी अपने आपन परिवार, स्कूल आ समाज के सुरक्षित, जागरूक आ स्वस्थ बनाई, लागू पदार्थ से दूरी बनाई और असली ऊर्जा आ जोश के इस्तेमाल करी देश के निर्माण में। ई सचेतनामूलक कार्यक्रम के अपने रेडियो निजगर 1 से 7 बुनका 2 मेगाहर्ट्ज, रेडियो सिमरा 91 बुनका 2 मेगाहर्ट्ज आ रेडियो कोलवी 1 से 4 बुनका 1 मेगाहर्ट्ज पर सुन रहल बानी। हम बानी अपने के निलिशा। फिर भेंट होई, तब तक ख्याल रखी, सजग रही, सुरक्षित रही आ कुलत से दूर रही। धन्यवाद।